दीपक दाईको खरेसाबारी भाग 5 इन्जोय गर्नु होला। यसपटक अलिकति ढिलो आयो। हामी पनि अन्यका व्यस्तताले गर्दा मैले यसको खासै भिडियो पनि लिन पाइराखेको थिएन। यहाँहरूसँगलाई लागेको होला दीपक दाईको खरेसाबारी कस्तो भयो यसपटक भनेर। यसपटक पनि करेला यो बोडीहरू भर्खर फल्न सुरु गरेको छ। यता राम्रो लौका फलेको छ, यहाँहरूले देख्नुहुनेछ दीपक दाईको करेसाबारीको प्रगति है त। अब यहाँहरूको चाहना इच्छा र भिडियो हेर्ने रहरलाई यसपटक पनि मैले रोक्न सकिनँ। मेरो सानो प्रयास जहाँ भए पनि जहाँ गए पनि मलाई आफ्नै माटो प्यारो, मलाई आफ्नै पन प्यारो र मलाई आफ्नै जिउने शैली प्यारो। मेहनत गर्नुहोस्, पौरख गर्नुहोस्, आफ्नै हातका सृजना र यो बोडीहरू सिमी घिउ सिमी पनि फल्न सुरु गरेको छ। पछाडि देख्नुहुन्छ बन्टा चाहिँ फलेको, तर यो काँक्रा चाहिँ भर्खरै यसो जाली लाग्दैछ। यसले फल अवश्य देला भन्ने आशामा छु। फल दिने तर्खरमा छ। अब यो गोलभेडा पनि राम्रै फल्दैछ र केही यो घिउ सिमी भने मनग्गे फल्ने क्रममा छ। यसपटक राम्रै फल देला जस्तो लागिराखेको छ है। हवस्, यहाँहरूले यो भिडियो इन्जोय गर्नुहोला, यहाँहरूले हेर्नुहोला। हामी जहाँ जाउँ, जहाँ जे गरौँ, आफ्नै नेपालीपन प्यारो, आफ्नै पौरखमा जिउने हामी नेपाली जहाँ गए पनि हाम्रो आफ्नो ठाउँ, आफ्नो भेष, आफ्नो भेषा, आफ्नो संस्कार र आफ्नो शैली त्यति छिटो बदल्न सक्दैनौँ। ठाउँअनुसार, परिवेशअनुसार कहिलेकाहीँ बदल्नुपर्छ, तर ती चिज हामी बदल्न सक्दैनौँ जसले हामीलाई आफ्नै खालको पहिचान दिन्छन् र आफ्नै खालको एउटा मौलिकता दिएको छ। त्यो मौलिकतालाई भने हामीले भुल्नु हुँदैन। ब्याक टु यु अल, थ्याङ्क यू भेरी मच। इन्जोय गर्नु होला है त। ल, अब यसको फेरि योभन्दा केही राम्रो फल यसले दिन सुरु गरेछ भने म दोस्रो अर्को भाग चाहिँ यहाँहरूलाई फेरि पुनः टक्राउने छु। यसपटकलाई यति नै। इन्जोय गर्नुहोला। यो